डाउनलोड हुनै बाँकी हो के हुँदै होला त्यो हेलो गाइज वेलकम गुड मर्निङ आजुन ब्लग खजुरबाट सुरु गरौँ है खजुर मुख बडीलाई यो बनाए खजुरले यो खजुर खानु हुँदैन होला गुले गुले है खाइदिने हो गाइज 2 दिनको जिन्दगी मरि लानु के छ होइन कति मान्छे बम पुडुङ मजाले डुम मजाले भने दैन होइन त्यो बम हानेदेखि 2 हप्ता मैले कति वर्कआउट पनि गरिनँ मैले के थाहा के होला भनेर बेकार के पसिना चाहिरहेको मिहिनेत गरेर होइन भनेर शरीर के को लागि बनाएर के थाहा नेपालमा पुगेको लागि भनेर मैले वर्कआउटै नगरेर क्या होइन बडी चाहिँ बनाउला तर बडी नेपाल चाहिँ नजाला जस्तो भयो मैले वर्कआउटै गरेर छोडिदिएको थिएँ जरो अझै माछा पकाउँछ मेरो यो अर्कै माछा हो यो चाहिँ यसरी सफा गरेर यसलाई म्यारिनेट गरेर राखिदिइहाल्ने हो लाइटर चाहिँदैन अहिले म्यारिनेट गरेर राख्ने मात्र हो साफ गरेर पहिला एक त खानुपर्छ गाइस प्रि वर्कआउट वर्कआउट गर्नुभन्दा अगाडि पहिला म यो खान्थेँ 3 महिनामा सक्नुपर्छ यो नेपालमा भन्दा अगाडि सकेर चाहिँ फेरि मलाई त डर लाग्छ यस्तो यो पाउडर साउडर लिएर जान नेपाल फेरि एयरपोर्टमा पक्रेला अब यस्तो पाउडर हुन्छ भरे ड्रग्स लिएर गइस् भनेर पक्रियो भने नेपालको पुलिसहरू के हुन्छ कुकुरहरू सुँगाउन निकाल्छ त्यसको फ्लेभर त हुँदैन खै यो पानी मेरो देखाएन आइडियाहरू युज पासवर्ड भनेर आयो अब कता भन्दा ए पाकिस्तानी भाई क्या हाल है कितना टाइम लगेगा तुमको आधा घंटा ओके ठीक है 1 घंटे बाद आऊँगा 1 घंटे में आधा घंटा किस तरह का मछली है कभी देखा नहीं किस तरह का मछली है घिनलाग्दो या डरलाग्दो कहिले नखाएको यार त सँगै गिराभित्र निकाल्ने जस्तो लाग्छ यस्तो माछा छ यार छुँदै कस्तो लागिरहेछ मलाई भाइ कौन सी मछली है बताए बनाएकै रहेछ त के बनाउनु कस्तो सँगै गिराको भित्र निकालेर यस्तै होला है बनाएको छ जस्तो माछाको टाउकै छैन बनाएको हो यो माछा बुढी पनि मसाले ना ए कौन सा मछली दिखाए कौन सी मछली बताइए पता नहीं भाई मुझे लगा सर होगा इसकी सर भी नहीं है इसका है ना सर इसका नहीं है कटा हुआ है नहीं कटा है साफ करके रखा है बेचारा भाई सब कुछ साफ है देखो मुझे डर गया भाई क्या स्मेल तो नहीं है अंदर का ये माछा त बनाइसकेको रहेछ थाहा थिएन तर डर कस्तो डर लाग्यो मलाई त सँगै गिरा भित्र निकाले जस्तो के भयो कन्टिन्यू गर्नु अनि हुँदैन त अनि त्यही न अब यो माछालाई टक्क म्यारिनेट गरिदिन्छु म अस्ति राम्रोसँग म्यारिनेट भएको थिएन त्यो टाँसी जस्तो छ तेल पनि तातेको थिएन त्यतिखेर हतारमा हाल्दै ढिलो भएर पहिला माइक चेक गर्छु म माइक मेरो अलिक के भइरहेछ पनि पानी निप्दिन्छ है त अचानक के हो भयो चार्ज नभएर हो कि तनाव भएर यार फसिहाल्यो क्या हेलो माइक चेकिङ 1 2 3 1 2 3 हेलो के हुँदैछ ब्याट्री न हो आफै सकिँदो रहेछ गाई भनेको लाइट बल्यो भने चाहिँ नि लाइट बल्दाखेरि चाहिँ करेन्ट चलिरहेको हुन्छ लाइट गयो भने गयो एकछिन पुसअपहरू हाल्छु कुन चाहिँ आइपुगेछ भनेर कल गरेको हेरे मेसेज आइन्छ के रिचार्ज भनेको ए बेबीलाई कल गरेछ भने मार्छ मलाई यार डार्लिङ मार नि मार्छ मलाई मार्छ यार मार्छ खै यो फोन पनि हुँदैन
खै के देखिदिनु त हेलो उठेको छैनौ गुड मर्निङ उठ्ने बेला भएन कहिले उठ्ने म ढिलो भनेको तिमी त झन् नि ढिलो रहेछौ आज पनि म यसो पकाउँदैछु हेर्दा उतिकै होइन अब के काम छैन होइन मोबाइल उठाएँ तेर्साएँ भिडियो बनाएँ उठ उठ चाहिँ झन्झट हुँदो रहेछ योपालि आइडिसक्यो ए भाइ के गरेको यस्तरी गर्छ त एक्सर्साइज गर्नु लाग्छ भाइ के मजा रहेछ त अस्ति ओइ माग खुट्टाइरहेको यसो खुट्टा नढोको न भाइ गर न किन रोके लजाएको ल भाइ त ल कस्तो लजाएको र भाइ गर ल बडी बिल्डर बन्ने होइन नि के लजाएको गर म पनि गर्छु ऊ त ऊ पुसा पान न यसले कस्तो रहेछ भागेको हेर न फेरि कस्तो ओइ 2 मिनट यसो हल्लेर भाग्छ एक्सर्साइज गरेको अरे यस्तो हावा पुरै भागिदियो यो भाइ त भागिदियो एक्सर्साइज गर भनेको 2 मिनट गरेर भागिदियो फर्स्ट गरौँ न यो त्यही त भएन एकचोटि फेरि रेड स्टार्ट अब पोजिसन मिलाउनु टाउको वरिपरि हल्लाउनु फेस क्याम गर्दा यो कुनातिर पुगेको छैन यतापट्टिको हो भयो अब हो यसरी भयो त भयो लास्ट चाहिँ आइडी बनाउनु नि योपालि आइडीले त भइगयो त अब भइसक्यो भइसक्यो त अब के ब्याक भयो सक्यो अब अब अरू अब के डाउन गर्नु सक्छ गर्नु अब रेकर्ड भइसक्यो के गर्ने अब प्राइजहरू धेरै भयो अब खाना कसले ग्यास बनाइरहेको छ पड्काएर मार्छ सालाहरूले मिसाइलेर त बच्यो के हारिँदैन ताल्न बेताल्न यार ग्यास पनि राउँछ निभाउँदैन यार यस्तो ग्यास बनायो पड्काइन्छ कुनै पड्काइन्छ यिनीहरूलाई यार डर लाग्दैछ कस्तो गनायो फाँसी लाइटर बाल्नु छ फेरि यहाँ हेलो के गरिरहेको छौ ए म उता पकाउँदै थिएँ के रिसाएको छैनौ नि म्यानेज गर्नु गाह्रो छ तिमीलाई टाइम दिन नि गाह्रो अलिअलि यता बिजी उता बिजी वर्कआउट गर्नै पाइएन खाना पाउँछु ल म उता हुन्छु बुझ्यौ कल यतिकै हुन्छ ल म म्युट हानेर गएको बोल्दै हुन्छ ल ओके यतिको चाहिँ भन्नुपर्छ है बुझ्ने पकाउँदैछु है एकदम यो माछा कस्तो हुन्छ भने हतार भइसक्यो पकाउन हिजो अस्ति पोलेरै यस्तो बनाइदियो हातै कस्तो कालो भयो हाल्ने त्यो कालो होस् केही फरक परेन तताउने हो मस्त ल अब तेल एकदम तेल तातो तेल तताउनु कि तताउनु होइन अब हालिदिउँ माछै कस्तो छ हेर घेरावा तारे यस्तो भयो घेरावा तारे यस्तो देख्यो त माछा पनि घेरावा तातेर देखिन्छ कस्तो माछा हो यता पुरै अक्टोबसको त्यो पखेडा के अरे हातहरू हुन्छ नि चाहिँ काटेर ल्याएर पकाएको केही छैन हेर बलिन्छ कहाँ फुलेर चाख्नुपर्छ नयाँ कुरा कहिले के हो के हाड भयो जुवाहरू चिज देख्नुपर्छ यहाँनिर बोसोवाला धेरै रहेछ बोसो बोसो बनायो हेपेकै हो यसले कहाँ खुट्टा बगाउनु हो
स्मेल चाहिँ बबाले आएछ हेर अब स्मेल चाहिँ जो सही छ के छ त हालखबर यो किचन कसले सफा गर्छ त तपाईँहरूले हो कि कसले गर्ने हो हामीले नै हो तपाईँले नै अनि यता त म कालो भयो अरे भन्छन् मान्छेले फोहोर भयो अरे भनिरहेछन् हो नेपालबाटै भनिसके मान्छेले किचन फोहोर हो कालो भयो सफाइ गरेन यत्रो नागो भएर भन्छन् मेरो काम होइन एकदम होइन अरू खोइ त पार्टनर तपाईँको दाइ त काम गर्नु छ अर्को त बङ्गाली कहाँको काम गर्न आएन आज त बङ्गालीलाई तलाउनु त एकछिन अब अरू पनि नेपाली दाइ पनि हुन्थ्यो त अरू एक दुईजना दाइले त काम गर्छन् पुल बनाएर त्यस्तो त सनाउँछ नि बोसोको या त सुकुटी मलाई सुकुटीको फ्लेभर आयो जुन त बोसो छालासँग बोसो मासुसँग बोसो टाँसिएको हुन्छ नि दसैँमा हामी त राँगाको मासु सुकाउँदा बनाउँछ सेम 100% त्यही फ्लेभर आइरहेछ साँच्ची त्यो हामी दसैँमा त सुकुटी बनाउँछ नि राँगा मासु ल्याएर त्यो मासुमा बोसो अलिअलि हुन्छ नि बोसो हुन्छ क्या ट्रस्ट माछा हो त्यही बोसो गनाइरहेछ फ्राई गर्दा त्यही आइरहेछ क्या दसैँको जस्तो मलाई लागिरहेछ दसैँ मनाए जस्तो लागिरहेछ तँमा स्मेल सुँगा त गर्दा मजा आउने हो खाएर यसमा ग्रेभी बनाउँछु म तेल बढी छटपटाउँछ हौ कस्तो तरिकाले मारेको थियो यत्रो बुढो तर यत्रो मोटो थियो यत्रो एक हात लामो बल्छीको डन्डाले नि त्यो हानेर मारिदिएको थिएँ मैले खाएको एकदम म सुन सर्प खानु त बनाउनै आएको थिएन तर मिठो चाहिँ एकदम मिठो हुँदो रहेछ त लामो सर्प जस्तो माछा हनाइ भन्छ एकदम बबाल नेक्स्ट टाइमदेखि त माछाहरू त म पकाउँदिनँ होला के मलाई यो फ्राई गर्ने न के होला हौ सायद किन टाँसिन्छ यो प्यानमा यो प्यान बरु खतमै हो कि जस्तो लागिरहेको उयो प्याज काट्यो नक्काहरू खोर्सानी हाल्यो तेल धेरै हो यार यसको तेल पनि अझै निस्किँदो रहेछ क्या त्यसले त हालेको थिएन होला यति साह्रो त यसको तेल माछामा यसको मासुको मात्रा एकदमै कम रहेछ हड्डी र बोसो मात्रै चाहिँ क्या हो यसमा ग्रेभी त फेरि कडा बनाइदिन्छ नि फेरि छिटो गर्नुपर्छ त्यही छैन यार दिनभरि खाना पकाएर बसिरहनु पनि भएन हजुर दाइ किशोर दाइको चप्पल चाहिँ लगाएको छु मलाई जाङ चाहिँ भित्रै हुन्छ सिलौटो चाहियो के पकाउने पुदिना पेल्ने कुट्ने आउनु न ओ त्यहाँ छ त्यही पाउनु आउनु भयो ल के ताचु चिया चिसो के खाइदिउँ सिलौटा ऊ त्यो छ लोहोरो के खाने आज दाइ लोकल के बनाउनु लाग्नु भयो क्या हो साइडबाट मैले उल्याएको थिएँ क्या मिक्सरमै पिस्नु नि तपाईँहरू त पुदिना पेट्नुलाई यस्तो बनाउँछ नि यहाँ आउनु न यस्तो बनाएर खानु त हो नि तपाईँले अचार होइन पुदिनाको अचार कस्तो दामी हुन्छ खानुभएको छ मैले त फेरि पुदिना खै हजुर अन्त पुदिना अलिअलि भन्ने गानामा सुनेको छु पुदिना खाएकै छैन पुदिनाको चटनी खै मैले त खाएकै थिएँ कि छैन के हेलो हेलो हजुर के भनेको म्युट छ क्या तिम्रो आवाज आएको छैन म्युट हो कि मेरो म्युट हो म्युट छैन भन त कस्तो साह्रो बिच्केको मैले के गरेँ के भयो किन बिच्केको के गरेँ मैले के गरेँ मैले ल के भयो के काम गरेको के के गर्दै थियौ म अहिले गरौँ न ल ओके लभ यु टु ल के बा बिजी हो म थाहा थिएन सुनेको थिइनँ कराइ रहेछ कि त्यतिकै बिच्किन्छ यार कस्तो
साह्रो थर्कायो यस्तो थर्कायो डर लाग्छ यार मेरो मम्मीले यस्तो थर्कायो कस्तो साह्रो थर्कायो त यार म त के गर्छु थर्काइ नि यार अहिले यस्तो छ पछि के होला यार नेपाल गएपछि मेरो आमा बुढीले भयो सोच्दा नि डर लाग्छ यार घरिघरि अब अस्ति सानो मम्मीको पालो अब ठुलोपछि यसको पालो जस्तो छ सोच्दै अलिकति खौफनाक छ खतरो का खिलाडी भयो नि अब लास्ट स्टेज हो क्या अदुवा लसुन काट्न बल्ल काटिसक्यो हातैलाई छातो यत्तिको मसिना बनाउनु भइहाल्यो नि मिक्सरमा पिस्नै पर्दैन हालिदिन्छु अरूले जेसुकै भनेन होइन एकचोटि खान्छ बार बार हात चाटी चाटी थाल यता गरेर थाल माझ्नै पर्दैन यति बुझ्नु यो चौलेनी चाहिँ काम लाग्छ यो हाल्नु हुँदैन माछामा अलिक गाढा रस हुन्छ गाढा गाढा ग्रेभी फाल्नु हुँदैन एक पानी सुरु अलिअलि फालिदिने कुकरको बिर्को चाहिँ धेरै चेक गर्छु म यहाँ कति केटाहरूले पड्काइसक्यो कुकर डुम डुम केटा काले त डराउँछ हो यो कुकरदेखि सिट लाग्यो नि भाग्छ मिक्सरमा राखिदियो भने कुकरदेखि डराउँछ काले सिटी चेक गर्ने हो अहिले हामी यहाँ त दुई तिनवटा पड्केर बुम बुम अब दाइले दुईचोटि दाल पकाउँदा पड्काइसक्यो त्यही भएर डरलाग्दो छ यहाँ अलिकति गाह्रो छ समस्या पो छ यतिको गाडा चाहिँ ग्रेभी उभिँदै के अरे उम्लिँदै गर्छ पिसाब लगाएर के भयो त काम सक्यो पिसाब लगाएर यहाँ अघि हजुर पानी चाहियो पानी चाहियो त लगाएर ल राई गरिदिउँ न त एउटा दाइ भेर एउटा खानु भरे तिमीलाई ल पानी ल गाना पनि अब उस्तै मेरो हजुरआमाले सुन्ने हजुर के मागो यो वाट्सएपले दिँदैन रहेछ तपाईँलाई नि 1 घन्टा पछि अरे कहाँ कचोटि हाल्नु भएछ अनि ए पिसाब गर्न आएको कस्तो बिर्सेको म त पिसाब गर्न पो आएको थिएँ त म त यति धनियाँ हालेर भन्दाखेरि के हुनु मिठो अरे धनियाँ बिना त फेरि खाना पाइसक्यो यो माछा पाएछ बल्ल बल्ल उम्ल्यो क्या यसलाई उम्लिनु यत्रो बेला अब झन्डो टाइम गइसकेको थियो मेरो बल्ल उम्ल्यो यत्तिको उम्लिसकेको चाहिँ अब टक्क माछा हालिदिन्छु यसमा कस्तो बास्ना पनि दामी आइरहेछ हौ धनियाँ सनियाँ नि हाल्दैन भगवान् स्वाद पनि यत्तिकै बबाल आइरहेछ है के चाहियो भन्नु त पढ्नु आएन के भयो ए भइसक्यो चटनी पुदिनाको चटनी बनाउनु भयो पिसेको छ कि छैन त्यो पिसेको हो यो यसमा यो के अरे यो प्याज पिस्नुहुन्न प्याज पिस्नुहुन्न तपाईँ ए यस्तो हुँदो रहेछ 2 मिनट अगाडि भर्खर म यहाँ आउँदा बसेको थिएँ यसो देखाउनु पऱ्यो न म्यानेजर छैन ट्याप अनि यहाँ क्याम गर्ने मान्छेहरू यसो झाडु यसो हल्लाएर तल पाउँछ इदानको के गर्ने एउटा जोगी बसेर अब यसो पोलिटिक कसेर मोबाइल चलाएर बसेर बङ्गाली अनि यस्तो भनेपछि यस्तो सफा हुन्छ इदानलाई छ जिन्दगी यार विदेश यस्तो रमाइलो छ इदानलाई काम यताउति हल्लिएर हामी राति नसुतिने यहाँ पूजा द्वार मोबाइल चलाउनु पाइँदैन यार हाई गर्ने निन्द्रा खालिन्छ यस्तो हिँड्नारले चाहिँ जिन्दगी पाएकै हो नै अल्लासरको यहाँ क्याम्पमा ल यस्तै हो त्यही भएर
इग्नोर हान्ने क्या जतिसक्दो इग्नोर क्या यो किचनको यो कालो कालो यो यस्तो इग्नोर होइन यो हेर्ने क्या एडभान्टेज हेर्ने क्या बेनिफिट अलवेज थिङ्क पोजिटिभ र भ्यू पोजिटिभ हुन्छ नि यहाँ चुलो चाडा छ क्या यतिमा है यता चिया बसाउनु मिलो खाना पकाउनु मिलो यति चाडा थोकिएको चिज पकाउनु मिलो क्या त्यो हो नि त एडभान्टेज अनि प्लस ओभन अर्को प्लस पनि छ यहाँ त्यो ओभन पनि हेर्ने अनि तान्दा आउँछ 500 बेनिफिट छ त्यो हेर्ने भने त कालो धोयो मैले छोड्न न यार त्यो खालो खाने हेर्ने नि त अनि हामी त पकाउने माथि हो नि त त्यो हो नि त नि साडी बुझ्यौ यस्तो चुलो नेपालमा पायो भने चाहिँ लिँदा हुन्छ है 500 हजार पछि सजिलो खाना पकाउन ढिलो हुन्छ नि कसैलाई छिटो यो भने अब अरू ठाउँमा 2टा मात्रै हुन्छ नि चाडा त्यो हो नि त एडभान्टेज हेर्ने क्या अहिले टाइम इज मनी डोन्ट वेस्ट योर टाइम त्यही भएर मैले पैसा जोगाउनुभन्दा टाइम जोगाऊ के भएर भन्दै त्यतिकै भनिदिएको आफ्नो इच्छा जसले जे छ यहाँ सबभन्दा राम्रो चुलो बालेर पकाउनु राम्रो हो है रेसमा त्यहाँ एउटा ग्यास महँगो भयो भनेर एउटा त रुखै बालिदिएको थियो एउटा हजुरआमाले क्या आमाले एउटा रुखै बालिदिएको यो 1 महिना चल्ने गरी ल गाइस मेरो पाको खाना खान्छु म अब गएर यसो पकाएर ल्याइदिउँ यस्तो पकाइरहेको छ दाइहरू नि यो माछा त कस्तो हुन्छ त मिठो माछा मिठो नमिठो थाहा छैन होइन तर यो जुन ग्रेभी छ नि वाउ यस्तो कसम भनेको यस्तो मिठो छ नि मेरो हातमा जादु छ ल पछि नेपाल आएर पस्छु है आजलाई यति नै पछि नेक्स्ट भिडियोमा भेटौँला लाइक कमेन्ट सेयर सब्सक्राइब के हो सबै थोक है त्यसको लागि त हालेको होइन भिडियो होइन पछि म नेपाल गएर हेर्नको लागि हालेको है कसरी बिताएँ मैले यहाँको दिनहरू भनेर गरेको हो है ओके सी यू टाटा बाई जय नेपाल